यो भिडियोमा पनि जसले कमेन्ट गर्नुहुन्छ नेक्स्ट भिडियोमा केही न केही गिफ्ट पक्कै पनि पाउनुहुन्छ, वर्दी गिफ्ट हुन्छ। ड्याङ टुङ धेरै गफ नगरौँ गाइस, ल्यापटप टन्नै छ आजको भिडियोमा। चल जाडोमा पनि मच्छर यार, बताओ एक मच्छर साला आदमी को बना देता माथि आउँदो रहेछ गाइस, सरी है निक्लिहाल्छ हेर न, यहाँ यस्तै हुँदो रहेछ होइन, हो कि होइन केटाहरू भन्नु त। मेरो भाइ हाँसिरहेको छ, साला कति हाँस्छस् रे। यो भिडियो बच्चाहरूको लागि होइन, 18+ वालाको लागि मात्र हो। भन हालिदिनु पर्छ क्या हुन्छ। आहा अलिअलि उठ्दो रहेछ गाइस, उठ्नु पर्छ। ए जान रे तू जा रे यार, तू कुछ सांस तो लेन देबे ल। ए चला न भाई, क्या गुंडा बनेगा रे तू। यो ल्यापटप भन्दा राम्रो ल्यापटप भेट्न सक्नुहुन्छ, तर यो पनि राम्रो छ। भेट्दैन त भन्दैन म। अहिले पर्पल कलर बाल्दैन, यो कसले यो नै राम्रो छ। अब यतिमा कसरी दिनु सकिदैन, म हाँस्न भाइ यार। ओ माय गॉड, ऐसा क्या देखता है। ओहो यो कलर त सेम छ त यार, टेबल कोरेसको कलर। अरे तो क्या करूं नहाऊं। आहा कलर यो पनि राम्रो मिठो लाग्छ मलाई, यो कलर क्रीम क्रीम। यो यस्तो काम नगर न है, हेरेको ल्यापटपलाई पटक पटक हेर्दिन कति चोटि हेर्ने। बजेटमा यो भन्दा बेटर ल्यापटप हुँदैन गाइस, पाउँदैन, ग्यारेन्टेड पाउँदैन। यो लिमिटेड स्टक हो, नेपालमा कहीँ पाउँदैन ल्यापटप, फोटेकमा पाउँछ गाइस। i9 14 जेन प्राइस ड्रप, यस प्राइस ड्रप इन एसर। हेलो गाइज, वेलकम बैक अगेन फोटेक सर्भिसेज। फेरि स्वागत छ हाम्रो पुरानो लुकमा फोटेकको, जुन पहिला हामीले एकचोटि यही भिडियो ल्याएको थियो। सो यसैमा फेरि भिडियो गर्न गइरहेको छौँ र विन्टर अफर चाहिँ सकेको छैन, बट थोरै स्लाइटली हामीले डिफ्रेन्ट ल्याएको छौँ। सो स्पिन हामीले हटाइदिएको छौँ र डाइरेक्ट स्पिनवाला गिफ्ट डाइरेक्ट कस्टमरलाई दिइहालौँ। धेरैको डिमान्ड चाहिँ के हुन्छ, थर्मस परोस् भनेर। सो हामीले के सोच्यो भने चाहिँ थर्मस दिइ नै हालौँ, किन स्पिनको लफडा राख्ने। घडी यो पर्छ घडी यो पर्छ हटाइदिने, सिधै थर्मस गिफ्ट ल्यापटप किन्दाखेरि अरू त गिफ्ट आइ नै हाल्यो। सो गिफ्टहरू के आउँछ, फोटेकको ब्याग आउँछ, हेडफोन आउँछ, वायरलेस माउस, कीगार्ड, माउस प्याड देखि सबै। नर्मली मान्छेहरूले यो याद गर्नुलाई गिफ्ट के गिफ्ट लिन्छौ, के गर्छौ गिफ्टको, 1000 रुपैयाँ 200 रुपैयाँ 300 रुपैयाँ भन्छ, तर तिनीहरू सालाले गिफ्टै दिँदैन। फेरि त्यस्तो बोल्छ पनि भिडियोमा, गिफ्ट नलिनु, फेरि आफूले दिनु पर्यो नि त, आफूले पनि दिँदैन। सो त्यसमा नफस्नु होला, हामीले प्राइस बेस्ड विथ गिफ्ट दिइरहेको छौँ तपाईँलाई। सो लेट्स स्टार्ट द भिडियो। आज हामीले कुरा गर्ने हो टन्नै भेराइटी अफ ल्यापटप, कम बजेटदेखि लिएर गेमिङ ल्यापटपसम्म। यस्तो भिडियोको धेरै डिमान्ड हुँदो रहेछ हाम्रो भिडियोमा। सो आज हामीले कम बजेटबाट हेभीसम्म हेर्दिम खोल्दिम ल्यापटपहरू। सो आज फर्स्टमा हामी खोल्न गइरहेको छौँ कुन ल्यापटप, आइडिया प्याड। सबसे बेसी बेचेको ल्यापटप। मान्छेहरूको एउटा कन्फ्युजन पनि धेरै हुन्छ, 13 जेन लिने कि 12 जेन। सो मैले पहिला पनि भिडियोमा भनिसकेको छु, इफ तपाईँ नयाँ हेर्दै हुनुहुन्छ भने फेरि रिपिट गरिदिन्छु। इफ तपाईँको बजेट कम छ र एच प्रोसेसर चाहियो, 13 जेनकै बराबरको 12 जेनको पर्फर्मेन्स, त्यही भएर म पटक पटक भनिरहेको छु 12 जेन किन्नु। सो यो 12 जेन वाला पहिला खोल्दिम, लुक हेरौँ 12 जेन वाला आइडिया प्याडको कस्तो छ त लुक। त खोलिहालौँ, ड्याङ टुङ धेरै गफ नगरौँ गाइस, ल्यापटप टन्नै छ आजको भिडियोमा। तपाईँको सोल्युसन एउटै भिडियोमा भइहालोस्, पटक पटक भिडियो छुट्टा छुट्टै नहालौँ भनेर। सो यही हो लेनोभोको आइडिया प्याड स्लिम 3 मा, 14 इन्चमा आइडिया प्याड स्लिम 3। लुक वाइज दामी छ, कसैलाई पोर्टेबल चाहियो र हेभी टास्क गर्नु छ, लाइक फोटोसपहरू गर्नु छ, कोडिङ प्रोग्रामिङ अथवा केही डिमान्डिङ कामहरू गर्नु छ, जस्तो लाइट भिडियो एडिटिङसम्म ठिक हुन्छ यसमा चाहिँ। सो कुनै एप्लिकेसन डेभलपको लागि चाहियो भने पनि यो ल्यापटप काम दिन्छ, किनभने यसमा छ एच प्रोसेसर, i5 को 13420 एच प्रोसेसर, सरी 12450 एच छ। 13420 किन निक्ल्यो भने यसैमा सेम हामीसँग अवेलेबल छ 13420 एच वाला पनि सेम लुकमा, तर यो 12 जेन 12450 एच प्रोसेसर। 13 जेन 12 जेनमा 8 वटा कोर छ, 8 कोर प्रोसेसर विथ 16 GB र्याम, 512 GB SSD भएको। 14 इन्चमा कसैलाई लाइट वेटमा चाहियो भने, पोर्ट्सको कुरा गर्ने हो भने यसमा USB HDMI टाइप सी पनि छ र यतापट्टि अडियो पोर्ट र चार्जिङ पोर्ट। यतापट्टि हेर्ने हो भने कार्ड रिडर पनि दिएको छ, प्लस USB पनि दिएको छ। सो प्राइस बेस्ट प्राइस, यस विन्टर अफर फोटेकको ओन्ली हामीले पहिला पनि यही प्राइस दिएको छौँ, त्यही प्राइस दिन्छौँ 64500 मा। 64500 मा यो ल्यापटप विथ अल गिफ्ट र थर्मस पनि एक्स्ट्रा हामीले थप दिएको छौँ। सो बवाल डिल चाहिँ आउनु होला फोटेकमा। कुन चाहिँ आइडिया प्याड 13 जेन। इफ तपाईँको बजेट 70 भन्दा माथि छ भने चाहिँ 13 जेन लिनु होला, बट होइन 65 सम्म बजेट छ भने म यही रिकमेन्ड गर्छु, किनभने सेम पर्फर्मेन्स छ। लेनोभोको थिङ्कबुकमा i5 फेरि रिस्टोक, फुल्ली मेटल बोडीमा, अफिस युज र होम
होम युजको लागि अथवा कोडिङ प्रोग्रामिङ स्टुडेन्ट युजको लागि चाहिने भने यो ल्यापटप पनि राम्रो छ। किन म अफिस युजलाई भन्छु यसलाई चाहिँ, सो यसमा फुल्ली मेटल बडीमा अफिस युजको लागि चाहिने त्यस्तै हो, लुक पनि दामी चाहियो प्लस ड्युरेबल चाहियो, बोक्नु पर्ने हुन्छ, मिटिङमा यताउति जाँदा ठोकिने हुन्छ। सो प्लास्टिक भन्दा मेटल वाला दामी हुन्छ। पहिला लुक हेर्दिनु। ओके, सो हियर वी गो फर द Lenovo ThinkBook सिरिज वाला। थिङ्कबुकमा i5 12 जेन। यसमा राम्रो कुरा भनेको आइरिस एक्सी ग्राफिक पनि छ। आइरिस एक्सी ग्राफिक भनेको ग्राफिक कार्ड जस्तै भइहाल्यो। आइरिस एक्सी ग्राफिकमा i5 12 जेनमा 1235U प्रोसेसर विथ 16GB र्याम, 512 SSD मा ब्याकलिड कीबोर्ड, फिंगरप्रिन्ट पासवर्ड र पोर्टको कुरा गर्ने हो भने जम्मै पोर्ट दिएको छ। अफिस युजको लागि ल्यान्ड पोर्ट पनि चाहिन्छ। कोही अडिटरहरू हुनुहुन्छ भने लास्ट मन्थ मसान्तमा धेरै नै अडिट फाइलहरू उहाँले रिपोर्टहरू गर्नुपर्छ। सो त्यतिखेर नेट स्लो चल्छ भने लफडाइ हुन्छ। सो यसमा ल्यान्ड पोर्ट पनि छ। अफिस युजको लागि दामी छ। पोर्टको कुरा गर्ने हो भने टाइप सी चार्जर नै छ गाइस। टाइप सी वाला पेन ड्राइभ पनि हाल्न सक्नुहुन्छ। HDMI छ, USB, ऑडियो पोर्ट, कति बोल्नु यार, सबै फिचर त्यसमा। फुल एचडी को डिस्प्ले, क्यामेरा, शटर लक, के चाहियो त? यो ल्यापटपमा सबै अवेलेबल छ। कसैलाई मेटल बडी चाहिन्छ, एउटै ल्यापटपमा सब फिचर चाहियो, यो त्यही हो। थिङ्कबुक 14 वाला प्राइस बेस्ट प्राइस। अब यो मार्केटमा पाउँदैन तपाईले यो, किनभने यो सामान धेरै शॉर्टेज पनि छ, कम छ मार्केटमा अहिले। यो छैन, फोटेक्सँग छ तपाईको लागि 8-10 पिस त अवेलेबल हुन्छ एनी टाइम। कति एनी टाइम त नभनौं, सकेपछि त कहाँ पड्दैन। प्राइस 75,000, 75,000 मा यो ल्यापटप एकदम बेस्ट डिल हो गाइस। एकदम बेस्ट डिल विथ थर्मस पनि गिफ्ट, विथ अल गिफ्ट ब्याग, हेडफोन, माउस वायरलेस वाला, कीबोर्ड, कीगार्ड जाएगा। तारे मिलाउँदैछु, ल्यापटप पनि राम्रो ल्याएको छु। कुन चाहिँ एसरको एस्पायर गो 14 मा पहिला पनि धेरै बेचेको ल्यापटप अगेन आइसकेको छ हामीसँग, फेरि रिस्टक भएर एस्पायर गोमा कुन राइजन 5 वाला। राइजन भएपछि बजेट कम हुन्छ, युज दामी हुन्छ, र्याम 16GB वाला। कुन हो त? हेर्दिम, लुक हेर्दिम भन्न त भनिसक्यो, के कुन होला त दाइ? तपाईँ पनि बुझ्नुहुन्छ क्या दाइ, फोकेर बस्नुहुन्छ क्या? सो यो एस्पायर गोमा 14 इन्चमा कसैलाई चाहियो भने राम्रो छ है मोडल। 14 इन्चमा दामी छ, स्लिम छ। राइजन 5 को 7000 सिरिजमा विथ 16GB र्याम, DDR5 र 512GB को SSD। पोर्ट्सको कुरा गर्ने हो भने यता किङ्जिङटन लक भन्छ यसलाई लक गरेर तपाईले आफ्नो ल्यापटपलाई बाँधेर राख्न सक्नुहुन्छ। अफिसमा चोरीबाट जोगाउन सक्नुहुन्छ। कतिलाई थाहा पनि हुँदैन, मलाई पनि थाहा थिएन, अस्ति भर्खर थाहा भयो। कैसा लगा मेरा मजाक? अस्ति हैन, धेरै अगाडि थाहा पाएको। तो कौन सा तीर मारा? सो USB पोर्ट पनि छ, ऑडियो पोर्ट छ, यतापट्टि टाइप सी पनि छ, HDMI छ, USB छ, चार्जिङ पोर्ट छ, राम्रो छ। यता भेन्टिलेसन छ। 14 इन्चमा कसैलाई चाहियो, कति कोडिङ प्रोग्राम मात्र भन्नु, नर्सिङको लागि पनि हुन्छ, केटीहरुलाई पनि होस्। सो दामी छ ल्यापटप राइजन 5 वाला। प्राइस कति त? प्राइस ओन्ली 66,000, 66,000 मा 16,512 वाला गाई। गंदे सारे कर रहा नीच आदमी। बेस्ट डिल हो। ओहो बवाल ल्यापटप, यस बवाल कसरी। आसुस को जेनबुक हेभी कोडिङ को लागि, AI को लागि, कुन डाडा रे कीर्तिपुर डाडामा गएर काम गर्छु वालाको लागि कुन ल्यापटप आयो? खोल्दिम, आसुस को जेनबुक बवाल छ गाइस, खोल्दिम। खोल्दाखेरि यस्तो हुन्छ यो। के बोले भाइ? अब के बोले? माथि आउँदो रहेछ गाइस, सरी है, निक्लिहाल्छ। हेर न यहाँ यस्तै हुँदो रहेछ होइन? हो कि होइन केटाहरू भन्नु त? मेरो भाइ हाँसिरहेको छ, साला कति हाँस्छस् रे। पहिला चार्जर हेरौँ। चार्जर चाहिँ टाइप सी वाला हुनु पर्यो है गाइस। हो टाइप सी वाला थाहा छ क्या मलाई, पहिलेदेखि भने मात्र। 65 वाटको चार्जर छ गाइस होइन? भाइहरू अहिले चाहिँ हाँसिरहेको छ। यो दाइ के बोल्या के? यो भिडियो बच्चाहरूको लागि होइन, 18+ वालाको लागि मात्र हो। हालिदिनुपर्छ क्या हो। सो यो चाहिँ आसुसको जेनबुक गाइस। जेनबुकमा अल्ट्रा 7 155H सबसे लेटेस्ट प्रोसेसर, 14 जेन। कतिको कन्फ्युजन हुन्छ दाइ यसमा? 14 जेन त लेखेकै छैन, 14 जेन लेख्नै पर्दैन क्या। सो यो कुन अल्ट्रा 7 मा 155H प्रोसेसर, ओलेड डिस्प्लेमा टच स्क्रिन पनि भएको, एक हातवाला हो कि होइन यो पनि एउटा लफडाइ छ गाइस। हरेक भिडियोमा रिपोर्ट गर्छु। अलि यो एक हात होइन, पौने हात भनौँ कि 1.5 हात भनौँ, यो अलिअलि उठ्दो रहेछ गाइस, उठ्नुपर्छ। कतिसम्म सुत्दो रहेछ, सुत्नु पनि पर्छ गाइस होइन? 180 डिग्रीसम्म सुत्यो, राम्रो गाइस। सो यो कुन ल्यापटप? आसुसको जेनबुकमा अल्ट्रा 7 प्रोसेसरमा जेनबुक 425M प्रोसेसर विथ 16GB र्याम, DDR5 वाला, 1TB SSD। 1TB भनेको 1000GB हुन्छ। ओली डिस्प्ले छ, ब्याकलिड कीबोर्ड पनि छ र 75 वाट आवरको ब्याट्री यसमा छ। अरे क्याश अन डेलिभरी फेरि भन्छु म, यसलाई फेरि रिपिट गर्छु ल।
क्याश अन डेलिभरी फोर्टेकको आइसकेको छ। घर घरसम्म फोर्टेक जिन्दाबाद। अब फोर्टेक घर घरसम्म आउँछ, पैसा 1-2 हजार हाल्दिने, घरसम्म आएपछि ल्यापटप हेरेर पैसा दिने। यस, फोर्टेकको क्याश अन डेलिभरी स्टार्ट भयो। नेपालमा तपाईँ जहाँ भए पनि हामीले तपाईँलाई ल्यापटप पुगाइदिन्छौँ घरसम्मै। सो विदाउट एनी टेन्सन अब चाहिँ फोर्टेकमा अर्डर गर्ने क्याश अन डेलिभरी वाला ल्यापटप नै। चल जाडोमा पनि मच्छर यार। बताओ एक मच्छर साला आदमी को बना देता। ए जान रे तू जा रे जा। तू कुछ फेरि सुरुबाट सुरु गरौँ। आसुसको जेनबुक 425M अल्ट्रा 7 वाला 155H प्रोसेसर विथ 16GB र्याम 1TB SSD, ओली डिस्प्ले, 75 वाट आवरको ब्याट्री, फुल्ली मेटल बडीमा। पोर्ट्सको कुरा गर्ने भने टाइप सी पनि छ, यता HDMI पनि छ, दुईटा टाइप सी चार्ज पनि गर्न सक्नुहुन्छ र टाइप सी वाला पेन ड्राइभ पनि हालेर डाटा ट्रान्सफर गर्न सक्नुहुन्छ। यतापट्टि एउटा USB छ, एक्स्ट्राको लागि USB हालेर अरू पनि डिस्प्ले तपाईँ एक्स्ट्रा हाल्न सक्नुहुन्छ। अब के भन्दिने, प्राइस भन्दिने। यस, मार्केटमा 1,32,000, 1,35,000, 1,30,000। फोर्टेकले दिन्छ कडा हंगामा प्राइस 1,25,000। पेल दियो गाइस, पेल दियो। 1,25 मा बेस्ट प्राइस हो गाइस। ल ए चला न भाइ। क्या गुंडा बनेगा रे तू। यो आइसकेको कम बजेटको लागि ओन्ली कोडिङ गर्नु छ, अकाउन्ट्स गर्नु छ, अफिसको लागि चाहियो, होम युजको लागि चाहियो, यो ल्यापटप भन्दा राम्रो ल्यापटप भेट्न सक्नुहुन्छ। तर यो पनि राम्रो छ, भेट्दैन त भन्दैन म। सो यो कुन हो, एसरको एस्पायर गो नयाँ आएको छ। एस्पायर गो मा i3 को 15 इन्चमा 15 इन्चको पनि युज हुन्छ। अहिले पर्पल कलर बाल्दैन, यो कस देगा यो नि राम्रो छ। सो नेक्स्ट डिफरेन्ट कलरमा सिल्वरमा कुन आयो, एस्पायर गो 15 i3 को 13 जेन विथ 8GB र्याम 256 SSD मा। कसैलाई चाहियो अकाउन्टिङ गर्नु छ भने, जहिले पनि अकाउन्टिङ गर्नु छ भने ल्यापटप नमलोक वाला लिने गर्नु गाइस। नमलोकमा चाहिँ तपाईको सजिलो हुन्छ, अलि हिसाब किताब गर्नलाई क्याल्कुलेटर हुन्छ नि त यतापट्टि। सो 14 इन्चमा चाहिँ त्यो हुँदैन, त्यो याद गर्नु होला। सो ठुलो डिस्प्ले पनि चाहिन्छ। सो यो फुल HD को डिस्प्ले भएको एस्पायर गो मा प्राइस कति, बेस्ट प्राइस 53,000 मार्केट प्राइस। फोर्टेकले दिन्छ ओन्ली 50,000। 50,000 मा एस्पायर गो i3 को 13 जेन वाला विथ अल गिफ्ट, विन्टर अफर, थर्मस पनि गिफ्ट आउँछ र अल गिफ्ट आइहाल्यो। हेडफोन सबै आयो, हेडफोन, वायरलेस माउस, यताउति सब आयो, किबोर्ड, ब्यागहरु सब आउँछ। कतिले भन्छ दाइ यार गिफ्ट चाहिँ राम्रो छैन यार दाइ, अब गेमिङ दिनु पर्यो भन्छ। अब यतिमा कसरी दिनु सकिदैन। जुन दिराछु त्यो मार्केट भन्दा चाहिँ राम्रो दिराछु हामीले। बजेट कम छ दाइ, गेमिङ ल्यापटप चाहियो, 1 लाख सम्मको बजेट छ, गेमिङ चाहियो, इन्टेलै चाहियो, HP Victus। यस, खोल्दिम पहिला देन इस पे कुरा गरौँ। Victus हामीले बवाल प्राइसमा ल्याइसकेका छौँ, इन्टेल वाला खोल्दे। तेरा क्या होगा रे कालिया, कालिया ने कुछ उखाड़े नहीं पाया, किला ल्याना रे। अरे बड़ा कमजोर लेग पीस है। म हाँस्न भाइ यार। यो HP को Victus सुरुमा चार्जर हेर्दिम, चार्जर कति वाट पाउँछ त Victus मा। चार्जरले थाहा हुन्छ ग्राफिकको। ओ माय गॉड, 200 वाट चार्जर छ यार गाइस। 200 वाट चार्जरमा त राम्रो हुनुपर्छ है, ग्राफिक कार्ड पावरफुल ग्राफिक कार्ड हुनुपर्छ। यो कुरा चाहिँ बुझिराख्नु होला। तर नयाँ आएको छ यो ल्यापटप, TGP चाहिँ म भन्न सक्दैन होला, यसमा स्पेक हेरेर यहाँ आउनु होला। सो फर्स्टमा हामी Victusको लुक हेर्दिम, कुन लुकमा आएको छ Victus। ओ पुरानो लुकमा Victus आइसकेको छ, ब्लू कलर वाला, जुन कि तपाईलाई मन परेको मोडल यो i5 मा कुन चाहिँ 12 जेनेरेसनको 12450H प्रोसेसर। इफ H प्रोसेसर हेलेना बोल्नै दिदैन। सो Victus आइसकेको छ ब्लू कलरमा, कुन चाहिँ i5 12 जेनमा 12450H विथ 8GB र्याम तपाई बढाउन सक्नुहुन्छ, 512GB को NVMe SSD। ग्राफिक कुन चाहिँ 3050 6GB ग्राफिक कार्ड, 200 वाट वाला चार्जर छ। सो TGP केही नभए पनि गाइस यसको 75-85 वाट सम्मको TGP हुन सक्छ है। त्यो किनभने चार्जर पावरफुल छ। चार्जर जहिले पनि जति ग्राफिकको TGP आइ त्यति नै पावरफुल चार्जर हुँदो रहेछ ल्यापटपमा। किनभने मैले प्रेडेटरमा हेर्दाखेरि 140 वाटको TGP मा 330 वाटको चार्जर हुन्छ। सो त्यसले भनेर मैले भने सो ग्राफिक आई थिंक राम्रै परफर्मेन्स दिन्छ। सो 12 जेनमा कसैलाई 1 लाख भन्दा कम बजेट इन्टेलमा चाहियो, 144 हर्ट्जको डिस्प्ले, ब्याकलिट किबोर्डहरु सबै छ। पोर्ट्सको कुरा गर्ने हो, भेन्टिलेसनको कुरा गर्ने हो भने दामी नै छ। 12 जेनमा पहिले नै भनेको छु मैले, यहाँ पछाडी फुल्ली भेन्टिलेटेड छ, पछाडी यता पनि एकदमै भेन्टिलेसन दामी नै छ यसको Victusको। पोर्ट्सको कुरा गर्ने हो भने HDMI, LAN पोर्ट, USB र टाइप सी यतापट्टि छ। यतापट्टि USB अडियो पोर्ट र चार्जिङ पोर्ट छ। सो कति प्राइस? प्राइस बेस्ट प्राइस यस पोर्टेकले दिन्छ ओन्ली 92,000 मा, 92,000 मा यो ल्यापटप एकदमै बेस्ट डिल छ। इन्टेलमा अहिले सम्म यो रेन्जको आएको छैन, राइजन वाला आउँछ, इन्टेलमा चाहिँ छैन गाइस। सो यो एकदमै बेस्ट डिल छ। विन्टर अफरमा तपाईलाई विथ अल गिफ्ट, ब्याग, माउस, वायरलेस वाला, हेडफोन पनि आयो, किबोर्ड पनि आउँछ र कीगार्ड, माउस प्याड पनि आउँछ र विन्टर अफरमा एउटा थर्मस पनि गिफ्ट आउँछ, डाइरेक्ट थर्मस गिफ्ट। स्पिन हटाइदिए मैले। सो के गाइस यो बवाल डिल छ Victusमा। इफ तपाईको बजेट कम छ भने नेक्स्ट हेरौँ एउटा फेरि नर्मल ल्यापटप कम बजेटको, देन फेरि गेमिङ।
फेरि आइसक्यो हामी ब्रेक पछि। अब हामी कुरा गर्दिम दुईटा ल्यापटप कम बजेट एन्ड Ryzen 5 वाला इक्विभ्यालेन्ट टु i5 13 जेन र बजेट पनि 60 भन्दा तल। एक्ज्याक्ट प्राइस पनि भन्छौ। भिडियोलाई सब्स्क्राइब गरिदिनु होला, भिडियोलाई अनि च्यानललाई। सो च्यानललाई सब्स्क्राइब गरिदिनु होला र यो भिडियोलाई शेयर पनि हान्दिनु होला। तपाईको साथीभाइहरुले पनि भिडियो किन्नु छ र राइट प्लेस त्यसले पाउँदैन के खास। मार्केटमा घुम्छ डुल्छ अनि कहाँ पाउँछ सही ल्यापटप भन्ने चाहिँ फोर्टेकमा पाउँछ। सो शेयर गरिदिनु होला हाम्रो भिडियो। अब कुरा गर्दिम दुईटा Ryzen 5 को ल्यापटप वाला खोल्दिम, अनबक्सिङ गर्दिम। यो कुन चाहिँ यो Aspire 3 वाला, अर्को पनि खोल्दिम। अर्को चाहिँ कुन चाहिँ Lenovo IdeaPad 1, त्यो पनि Ryzen मा यो 7000 सिरिज भनेको 13 जेन बराबरको बजेट 60 भन्दा तल, जसको बजेट कम छ। i3 लिन्छु भनेर बसिरहेछ, हामी Ryzen 5 दिन्छौ गाइस। सो खोल्दिम पहिला। ऐसा क्या देख्छ यार, ओहो यो कलर त सेम छ त यार, टेबल कोरेसको कलर। ल्यापटपै देखेन मैले त एकछिनलाई त। आहा कलर यो पनि राम्रो मिठो लाग्छ मलाई। यो कलर क्रीम क्रीम खै कस्तो क्रीम हो हेर्नु होला। यहाँ सिल्भर र एउटा क्रीम कलरको छ। यसलाई हामीले गोल्ड पनि भन्न मिलेन, कस्तो कस्तो आएर हेर्नु होला। कुरा गर्दिम स्पेसिफिकेसनको। सो IdeaPad 1 एन्ड Aspire 3 दुईटा छ हामीसँग मोडल। प्रोसेसरको कुरा गर्दाखेरि Ryzen 5 7000 सिरिज इक्विभ्यालेन्ट टु i5 13 जेन, 8GB र्याम DDR5 नै, 512GB SSD, सेम 15.6 इन्चको डिस्प्ले, फुल HD को डिस्प्ले, सबै कुरा सेम। यसमा क्यामेरा शटर लक छ, यसमा चाहिँ क्यामेरा शटर लक आएन। क्यामेरा शटर लक किन चाहियो र दाइ, टेपै चप्काउँछौ हामी भन्छ। ओके यो यस्तो काम नगर न है। यो ल्यापटप के युजको लागि हुन सक्छ त? कम बजेटमा इफ तपाईलाई प्रोग्रामिङ, कोडिङ एन्ड फोटोशप गर्नु छ अथवा लाइट गेमिङ खेल्नु छ, फ्री फायर जस्ता गेमहरु, नर्मल गेमहरु ठुला त चल्दैन यसमा। एन्ड केही लाइक मेडिकल स्टुडेन्ट हुनुहुन्छ अथवा क्लासको लागि, आइएल्स को लागि, त्यस्तोको लागि भन्दा पनि बेटर परफर्मेन्स दिन्छ, किनभने Ryzen 5 भनेको i5 बराबरको हो। सो प्राइस को कुरा गर्ने हो भने Aspire को 56000 पर्छ तपाईले, 56000, जुन कि 58 देखि 60000 मार्केटमा बिकिरहेछ। यो पनि 58000 बिकिरहेछ, तर फोर्टेकले IdeaPad 1 दिन्छ ओन्ली 54000 मा, 54000 मा, र यो दिन्छ 56000 मा। पिल्लो 60 बेस्ट ल्यापटप यो भन्दा चाहिँ मार्केटमा तपाईले पाउनुहुन्न, ग्यारेन्टीड एकदम बेस्ट प्राइस फोर्टेकमा आउनु होला यसको लागि। र विन्टर अफरमा गिफ्ट पनि सबै आयो, हेडफोन देखि लिएर ब्यागहरु सबै आउँछ, प्लस एउटा थर्मस डाइरेक्ट गिफ्ट गाइज। अब स्पिन घुमाउने छोड्दिम, डाइरेक्ट गिफ्टै हान्दिम। अब कुरा गर्दिउ एउटा बबाल ल्यापटप एसरको नाइट्रो V15 4060 ग्राफिकमा। यस फोर्टेकले बेस्ट प्राइसमा 4060 8GB ग्राफिक कार्ड वाला नाइट्रो V16 ल्याइसकेको छ। पहिला अनबक्सिङ गर्दिम, लुक हेर्दिम, हेरेको ल्यापटपलाई पटक पटक हेर्दिम। कति चोटि हेर्ने? यो हो i7 मा 13 जेन, i7 मा 13 जेन RTX 4060 8GB ग्राफिक कार्ड वाला। यसमा तपाईहरु अहिलेसम्म 4050 मात्र किन्नु भयो होला। सो यसमा हामीसँग आइसकेको कुन चाहिँ 4060 मा 16GB र्याम र 512GB SSD मा नाइट्रो V15 विथ 144 हर्ट्ज डिस्प्लेमै। प्राइस एकदम बेस्ट गाइज। 4060 वाला इन्टेलमा तपाईले यो प्राइसमा कुनै पनि ल्यापटप भेट्नुहुन्न, ग्यारेन्टीड पाउँदैन त्यो प्राइसमा चाहिँ, जुन म आज दिनवालाको छु। यसको प्राइस ओन्ली 1,48,000, 1,48,000 मा 4060 वाला नाइट्रो i7 एकदमै बेस्ट डिल हो यो चाहिँ। जसलाई कम बजेटमा 4060 चाहिन्छ भने यो चाहिँ एकदमै दामी छ गाइज, तपाईले यसलाई चाहिँ रोज्न सक्नुहुन्छ। नेक्स्ट कुरा गर्दिउ एउटा Ryzen 7 ल्यापटप 7000 सिरिजमै, तर बजेट एकदम कम, Asus को Ryzen 7 वाला कुन चाहिँ खोल्दै। यसमा सुरुमा हामी चार्जर नै हेर्दिम। चार्जर यसमा कुन चाहिँ छ 65 वाटकै छ, बट राउन्ड पिन छ 45 वाट, 45 वाटको चार्जर छ राउन्ड पिनमा। ओके छ त। अब ल्यापटप नै हेर्दिम, ल्यापटप कुन आयो त? ओहो सिल्भर कलरमा Ryzen 7 वाला वा, यो चाहिँ दामी लुक वाला। मलाई चाहिँ यो लुक मन पर्छ, कसैलाई ब्लू पनि मन पर्छ, मलाई यो सिल्भर क्या दामी लाग्छ। Ryzen 7 मा 7730U प्रोसेसरमा विथ 8GB र्याम 512GB SSD मा, र्याम तपाईले यसमा बढाउन सक्नुहुन्छ। सो कुन चाहिँ VivoBook 14 मा ब्याकलिड किबोर्ड चाहिँ यसमा छैन। ट्र्याक प्याड यो एकदम ठुलो दिएको छ, काम गर्नलाई चाहिँ बडा सजिलो हुन्छ यसमा चाहिँ। यो ठीक छ, फुल HD को डिस्प्ले छ, क्यामेरा शटर लक पनि छ। पोर्ट्स को कुरा गर्ने हो भने मेरो विचारमा सबै होला। यतापट्टि USB छ, यता तपाईको दुईटा USB टाइप C HDMI ऑडियो चार्जिङ पोर्ट। भेन्टिलेसन ठिकै छ, सिंगल फ्यान नै हो, यिनीहरु आउने नै त्यही हो। प्राइस कति त गाइस? 8GB र्याम 512 SSD मा ओन्ली 82000 मा, 82000 मा विथ अल गिफ्ट आउँछ र र्याम तपाईले यसमा बढाउन सक्नुहुन्छ। सो VivoBook एक्ज्याक्ट मोडल चाहिँ भन्दिन्छु म। VivoBook कुन हो त? तपाईले नेटमा पनि सर्च गर्न सजिलो होस्। VivoBook 1605Y
1605Y वाला Vivo Book दामी प्राइसमा आइसकेको छ। इफ Asus नै चाहियो भने Ryzen 7 गाइज है इक्विभलेन्ट टु i7 13 जेन बराबरको। सो दामी छ। फोटेकको क्याश अन डेलिभरीको फाइदा उठाउनु होला गाइज। क्याश अन डेलिभरी यस, पहिला धेरैले डराउँथ्यो कसरी मगाउने दाइ, तपाईसँग मगाउन मन लाग्यो, म फेरि रिपिट गर्छु, अब चाहिँ हाम्रो क्याश अन डेलिभरी आइसकेको छ गाइज। सो पैसा अन द स्पोट दिनु होला, सामान आइसकेपछि हेरेर चेक गरेर दिनु होला। अब चाहिँ एउटा मेरो स्टुडेन्ट दाजुभाइहरूको लागि एउटा दामी ल्यापटप, बवाल ल्यापटप, बवाल भन्दा नि बवाल ल्यापटप। आजको भिडियो त बवाल नै हो। सो यसमा त्यो ल्यापटप हामीसँग आउनवाला छ और यो भिडियो आइसके बेलामा आइसक्छ। सो यो म कुरा गर्न गइरहेको छु एसरको एस्पायर 5। बट कुन के को लागि हो यो? प्रोग्रामर, डेभलपर जोलाई प्रोसेसरको एकदमै बेसी युज छ। यस बजेटमा यो भन्दा बेटर ल्यापटप हुँदैन गाइस, पाउँदैन, ग्यारेन्टेड पाउँदैन। यो लिमिटेड स्टक हो। यो सामान एकचोटि आयो भने नेक्स्ट टाइम आउँछ आउँदैन ग्यारेन्टी छैन। यस म कुरा गरिरहेको छु एसरको एस्पायर 5 मा i9। सुन्नु भयो नि, कानै खुल्यो होला हैन। i9 मा 13900H प्रोसेसर, सुन्नु भयो नि, प्रोसेसर जसको युज छ प्रोग्रामर आईटी स्टुडेन्ट को लागि चाहिने भनेको प्रोसेसर हो। सो यसमा छ i9 को 13900H वाला विथ 16GB र्याम 512GB SSD मा। बवाल गाइस, आइरिस एक्सी ग्राफिक हुन्छ। डेडिकेटेड ग्राफिक को प्रोग्रामरलाई, कोडिङलाई, डेभलपरलाई युज छैन। त्यो भएर यो चाहिँ प्रोसेसर बेस स्टुडेन्ट आईटी को लागि मात्र बनाएको। सो चाँडै भन्दा चाँडै लिनु होला। 40 देखि 40 पिस मेरो विचारमा यो आउँछ, देन आउँदैन। सो हरि अप गाइज, यो ल्यापटपलाई तपाईं लग गर्न सक्नुहुन्छ। i9 मा 13 जेन 13900H मा 16512 नेपालमा कहीँ पाउँदैन यो ल्यापटप, फोटेकमा पाउँछ गाइस। दुःख भएर लानु होला। बवाल प्राइसमा पनि दिन्छु फेरि। प्राइस पनि एकदम दामी हुन्छ गाइस। इफ तपाईको बजेट 1,10,000 को नियर अबाउट छ भने यो ल्यापटप त्यो रेन्जमा आउनु पर्ने हो। अहिलेसम्म आएको छैन, बट यो भिडियो अब भिडियो आउँजेल हाम्रो आइसक्छ। सो एउटा यो भयो। अर्को एउटा दामी ल्यापटप, यस यो हामीले रिभिल गर्दैन प्राइस, फोटेकलाई डाइरेक्ट कन्ट्याक्ट गर्नु होला। यो म कुरा गर्न गइरहेको छु एसरको नाइट्रो V15 मै Ryzen 5 को RTX 4050 3050 सम्म हामीले बेच्यो। यो चाहिँ RTX 4050 को Ryzen 5 बवाल बजेटमा, एकदम बेस्ट बजेटमा यो ल्यापटप तपाईले पाउनुहुन्छ। 16512 वाला 8512 वाला नाइट्रो V मा Ryzen मा 4050 ग्राफिक, दुईटा दामी ल्यापटप। अरु त कुरै नगरौँ, हामीले भिक्टसको कुरा गरिसके। त्यस्तै भिक्टस हामीसँग Ryzen वाला पनि आउँदैछ र इन्टेल वाला पनि आउँदैछ 4050 ग्राफिकमा। ल्यापटपको त हामीले हंगामा मचाउने हो गाइस मार्केटमा। मैले भन्दियो नि यस्तै भिडियोको लागि फोटेकलाई सब्स्क्राइब गर्नु होला। मार्केटमा कतिलाई थाहै हुँदैन क्या नयाँ के आइरहेछ, तर फोटेक तपाईलाई ल्यापटपमा अपग्रेड राख्ने जिम्मा लिएको छ र हामी तपाईलाई अपग्रेड राख्छौं। सो सब्स्क्राइब गर्नु होला, फोटेकलाई फलो गर्नु होला, टिकटकमा, फेसबुकमा, हरेक ठाउँमा, इन्स्टामा हामी अवेलेबल छौं। सो हाम्रो धेरै सबैले भिडियो हेर्नुहुन्छ र मन पराइदिनु भएको छ, त्यसको लागि एकदमै मन भित्रीबाट तपाईहरुलाई धन्यवाद। सो अब फेरि हामी कन्टिन्यू गर्छौं। थोरै भन्नु त पर्यो नि भिडियो बनाएपछि अलिअलि। सो अब फेरि ल्यापटप हेरिहालौं कुन त। प्रेडेटर, टफ, अरु पनि छ, अहिलेसम्म सकिया हैन, इन्टरभल मात्र हो। पुष्पा छु के गर्ने साला। यो म अनबक्सिङ गर्न गइरहेको छु डेलको ल्यापटप, डेलको टच 360 मा लेटेस्ट ल्यापटप 7000 सिरिजको। पहिला लुक हेरौँ देन कुरा गरौँ कुन मोडल अवेलेबल छ त्यसमा। टच 360 भएपछि अलिकति मान्छेलाई मन चाहिँ पर्छ, तर रिस्क पनि लाग्छ। कतिको रिस्क छ त टच वाला, यो पनि एउटा क्वेशन छ मार्केटमा। रिस्क हरेक कुरामा छ, मान्छे त मर्छ, तर कसैलाई डिजाइनिङ गर्नु छ, टचै चलाउन रहर छ, हाल्ने पैसा। तर टच नर्मल भन्दा यस महँगो नै हुन्छ। ल्यापटपको डिस्प्ले फुटिहाल्यो भने पनि हतपत पाउँदैन, यो पनि फ्याक्ट हो, तर हतपत फुट्दा पनि फुट्दैन। तपाईले अब ह्यान्डल विथ केयर। सो यो टच 360 मा डेलको कुन 7440 वाला 7440 मा इन्स्पिरेन्स सिरिजमा टच 360 रोटेट पनि हो। यो हामीसँग आको कोर 7 मा। कोर 7 भनेको 14 जेनेरेसनको i7 भयो। कोर 7 मा यही सेम मा हामीसँग यही मोडलमा कोर 5 पनि अवेलेबल हामीसँग छ। 14 जेन वालै भयो त्यो पनि। 14 जेन को कोर 5 र कोर 7 7440 मा 14 इन्च मा टच 360 मा केही प्रेजेन्टेसन को लागि, अफिस को लागि अथवा प्रोग्रामिङ को लागि, डेभलपर को लागि, भिडियो एडिटिङ को लागि, लाइट भिडियो एडिटिङ को लागि हेभी होइन, त्यसको लागि चाहियो भने यो ल्यापटप राम्रो छ। यसमा ब्याकलाइट कीबोर्ड पनि छ, फिंगरप्रिन्ट पासवर्ड पनि छ। 14 इन्च मा प्राइस को कुरा गर्दिम। डेल को 14 इन्च को प्राइस तपाईले एकदम बेस्ट प्राइस आउँछ 96000 मा। 14 इन्च को कोर 5 8GB र्याम 512 SSD। र्याम बढाउन सक्नुहुन्छ, यस र्याम बढाउन सक्नुहुन्छ। यो चाहिँ कोर 7 मा चाहिँ 16GB र्याम र 1TB SSD मा ब्याकलाइट फिंगरप्रिन्ट सबै आयो। टच 360 मा चाहियो भने विन्डोज को पाइलट स्विच पनि छ। फुल्ली मेटल बडीमा छ, राम्रो छ, दामी छ। ल्यापटप टाइप सी छ दुईटा, देन चार्जिङ पनि टाइप सी ले नै हुन्छ है। हो
टाइप सी चार्जर नै हो, USB HDMI दुईटै छ, यतापट्टि कार्ड रिडर छ, देन अडियो पोर्ट र USB छ, पछाडिपट्टि भेन्टिलेसन छ, फुल्ली मेटल बोडीमा। डेल प्राइस भनिसके मैले 96 र यो कति त कोर 7 को प्राइस 1,28,000। 128 मा कोर 7 आयो, 96 मा कोर 5 आयो। डेलकै कुरा भइरहेछ भने डेलको अर्को पनि मोडल हेर्दियौ, एउटा 7000 सिरिजमै कसैलाई 16 इन्च चाहियो भने 16 इन्चमा हामीसँग अवेलेबल छ नोन टच 360 मा। 7000 सिरिजमै 7630 मा लुक हेरौँ, देन हामी स्पेकको पनि कुरा गरौँ। 16 इन्चको कुन चाहिँ डेलको 7630, यो पनि फुल्ली मेटलमा। 16 भन्छ, 16 हो ए हटा न। ओके लुक वाइज राम्रो छ। इन्टेलको इभो सर्टिफिकेसन वाला i7 को 13 जेन 13700H प्रोग्रामर र BSIT अथवा पढ्ने वालालाई आईटी पढ्नको लागि यो पनि दामी छ। प्रोसेसरको युज हुन्छ, मैले अघि नै भनिसके। सो प्रोसेसर i7 मा इन्टेल इभो सर्टिफाइड भएको, ब्याकलिड फिंगरप्रिन्ट भएको 13700H मा, 16GB र्याम र 1TB SSD वाला। यस 1TB SSD फुल्ली मेटल बोडीमा यो ल्यापटप त गजबै छ। थोरै भारी चाहिँ छ है गाइस, तर एकदम मेटेरियल दामी युज भएको छ। सो टाइप सी हरू सबै चाहिँ HDMI देखि लिएर USB भेन्टिलेसन दुवैतिर छ, तल्लो पनि छ। राम्रो छ यार, ल्यापटप राम्रो छ, यो मलाई ठीक लाग्यो। अलि डिसेन्ट छ क्या, त्यस्तो हेभी पनि छैन, बल्की पनि छैन। यो चाहिँ i7 13 जेनमा र हामीसँग यो कोर 7 मा पनि अवेलेबल छ 155H प्रोसेसरमा, यही वाला मोडल 7000 सिरिजमा। यो डेल नर्मल भन्दा यो ल्यापटपहरु भन्दा अलिकति प्रिमियम नै हुन्छ, महँगो हुन्छ। 7000 सिरिज त्यसमा भनेको अलिकति महँगो नै हुन्छ। सो यसको प्राइस कति त? यसको प्राइस फोर्टेकले दिन्छ ओन्ली 1,20,000 मा। यो ल्यापटप गजबको डिल हो गाइस। 1,20,000 मा i7 13 जेन वाला डेलको 7000 सिरिज। डेलमा तीनटा सिरिज हुन्छ, 3000 सिरिज भनेको सबसे सस्तो हुन्छ, 5000 अलि मिड रेन्जको हुन्छ र 7000 थोरै प्रिमियम हुन्छ, महँगो हुन्छ, थोरै बिल्ड क्वालिटीहरु दामी हुन्छ। सो यसैमा हामीसँग कोर 7 पनि अवेलेबल छ, 16GB र्याम 1TB SSD मा, 155H प्रोसेसरमा, अल्ट्रा 7 वाला। त्यो 14 जेन भयो, यो चाहिँ 13 जेन भयो। त्यो प्राइस तपाईले एकदमै दामी प्राइस पाउनुहुन्छ 1,30,000 मा। सो दामी डिल छ, आउनु होला। फोर्टेकले एकदम बेस्ट प्राइस दिएको छ, नेटमा जहाँसुकै सर्च गर्नुस्, यो भन्दा बेटर डिल तपाईले पाउनुहुन्छ। यो हो प्रेडेटर हिलियस नियो 16 गाइस। यो चाहिँ खोल्नु पर्दैन होला यार, i9 को 14 जेन गाइस। सुन्नु भयो नि, सुनाई दे रहा है, बेरा नहीं हूं मैं। i9 14 जेन प्राइस ड्रॉप। यस, प्राइस ड्रॉप इन एसर प्रेडेटर हिलियस नियो 16 मा i9 को 14900HX प्रोसेसर विथ 16GB र्याम 1TB SSD एन्ड RTX 4060 4060 8GB ग्राफिक कार्ड। हिजोसम्म यो ल्यापटप फोर्टेक को भिडियो आउन अगाडि मेरो विचारमा 195 2 लाख 2 लाख 5000 2 लाख 10,000 सम्म बिकेको ल्यापटप। तर प्राइस घटेपछि फोर्टेकले स्वाटै प्राइस घटाउँछ र फोर्टेकले घटाइदिएपछि मार्केटमा प्राइस घट्छ। हामीले कुरा गरिरहेका छौं i9 को 14900HX प्राइस, बेस्ट प्राइस तपाईले पाउनुहुन्छ फोर्टेकमा। यस 1,86,000 1,86,000 मा एकदम बेस्ट प्राइस हो, अहिलेसम्मको मार्केटको बेस्ट प्राइस 1,86,000। यो ल्यापटप 1,50,55 मा बिकेको ल्यापटप स्वाटै घटेर 1,38,000 मा आएको छ। यस आसुस को टफ मा राइजन 7 मा 16GB र्याम 512 SSD र RTX 4050 वाला। यस 3050 होइन गाइस, 4050 वाला हामीले तपाईलाई बेस्ट प्राइस प्रोवाइड गर्छौं ओन्ली 1,38,000 मा। एकदमै बेस्ट प्राइस हो गाइस, आउनु होला फोर्टेकमा विथ अल गिफ्ट। यो हो एसर को नाइट्रो 16। खोल्दिहालौँ, अनबक्सिङ गर्दियौँ पहिला, देन हामी प्राइसको पनि कुरा गर्ने हो। नाइट्रो 16 मा मैले अस्ति पनि भनेको थिएँ, यो कुन सस्ता प्रेडेटर, जसको प्रेडेटरको बजेट छैन एन्ड त्यही लेभलको ल्यापटप चाहियो भने यो ल्यापटप तपाईँ चुज गर्न सक्नुहुन्छ। नाइट्रो 16 मा एकदमै मलाई चाहिँ बवाल नै लाग्यो गाइस। यसको लुक वाइज हरेक कुरा एकदमै राम्रो लाग्यो र यो ल्यापटप फेरि आइसकेको छ हामीसँग नाइट्रो 16 मा राइजन 7 को 8000 सिरिज भनेको जस्ट इक्विभलेन्ट टु 14 जेनेरेसन को i7। सो राइजन 7 8845HS मा विथ 16GB र्याम 512 SSD मा RTX 4060 ग्राफिक 4060 मा 165 हर्ट्ज को ट्रू कलर को डिस्प्ले, RGB कीबोर्ड, लुक वाइज एकदम दामी छ। माथिको मेटल बिल्ड मा यहाँ पनि यो डिजाइन ऑरेंज कलर को गाडी जस्तो ट्रक जस्तो देखेछ। यहाँ दुईटा टाइप सी सरी USB, दुईटा USB नै, यता पनि एउटा ल्यान USB कार्ड रिडर माइक्रो SD किनिदिन्छ हो आज भोलि, एन्ड एउटा ऑडियो पोर्ट। ओके छ त। पछाडिपट्टि दुईटा टाइप सी थन्डरबोल्ट पनि हो कि जस्तो लागिरहेछ मलाई, म कन्फ्युज छु यसमा चाहिँ। थन्डरबोल्ट फुल फंक्सन टाइप सी कनेक्टर है, फुल फंक्सन भनेको डिस्प्ले पनि फाल्छ होला मेरो
विचारमा। सो ट्राई गर्नु होला यो किनेपछि। एन्ड चार्जिङ पोर्ट छ पछाडिपट्टि, भेन्टिलेसन दामी छ। प्रेडेटरको बाइक एसएलको नाइट्रो 16 मात्र, नाइट्रो V16 भन्ने फेरि कन्फ्युज हुन्छ कतिजना, ए नाइट्रो 16 त यतिमा पाए, नाइट्रो V16 हुन्छ जब कि त्यो। म कुरा गरिरहेको छु नाइट्रो 16 को, एउटा नाइट्रो V16 पनि आउँछ, त्यो कन्फ्युज हुन्छ। त्यो चाहिँ प्लास्टिक बिल्ड हो, यो मेटल बिल्डमा। प्राइस 1,60,000, यस 1,60,000 विन्टर अफर। नाइट्रोको राइजन 8000 वाला सिरिज दामी छ ल्यापटप। कुन प्रेडेटर होइन फेरि भन्छु, नाइट्रो 16। आज मैले टन्नै ल्यापटप देखाइसकेको छु र अरू पनि कुनै तपाईको डिमान्डिङ ल्यापटप छ, कुनै चाहिने छ भने हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ र दामी दामी ल्यापटप आइरहेछ गाइस। मैले भनिसकेँ नि एकदमै बवाल ल्यापटप फोरटेकमा आउँदैछ। सो तपाईँ पनि आउनु होला, त्यही ल्यापटपको लागि चाहिएको छ भने शेयर गर्नु होला। नयाँ ल्यापटप बेस्ट प्राइसमा कहाँ पाउँछ भने चाहिँ फोरटेकमा सम्झिराख्नु होला र शेयर गर्नु होला भिडियोलाई। यस्तै भिडियो आउँदै गर्छ गाइस र गिभ अवे पनि आउँदै गर्छ। हरेक भिडियोमा हाम्रो गिभ अवे हुन्छ, यसमा पनि हुन्छ। जसले हाम्रो लास्ट भिडियोमा कमेन्ट गर्नु भएको छ उहाँको लागि केही न केही गिफ्ट हामी गर्छौँ र यो भिडियोमा पनि जसले कमेन्ट गर्नुहुन्छ नेक्स्ट भिडियोमा केही न केही गिफ्ट पक्कै पनि पाउनुहुन्छ, वर्दी गिफ्ट हुन्छ। सो आजलाई यति नै गाइस, सी यू अगेन, फेरि भेटौँला नेक्स्ट भिडियोमा।